दर्शकबिन निकै अचम्म भयो। कुवेतबाट आएको रानी लिम्बू उर्लाबारी एक मरङको रानी लिम्बू काठमाडौँमा झरेको थिए भर्खरै दसैँ तिहार मनाउनुको लागि। दर्शकबिन काठमाडौँमा झरिसकेपछि बसको टिकट मैले काटेँ भनेर उहाँले फोन गरिसकेपछि अहिले एकाएक गायब भयो। आखिरी के भयो त? वर्षा छ, यो वर्षायामको यो एकदम बाढी पहिरो छ, तर एकजना मान्छेले फोन गर्यो जहाँ झापाको रहेछ भनेर लोकेसन पनि हामीले गएछौँ र त्यो मान्छेले तिम्रो सामान रानी लिम्बूको सामान तपाईँ लिनुहुन्छ कि हुँदैन भनेपछि हामी अनि रानी लिम्बू भनेर तपाईँले कसरी चिन्नुभयो भनिसकेपछिको अचम्म घटना छ। दर्शकबिन नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँले हेर्दै हुनुहुन्छ तिनजुरे अनलाइन टिभी। म स्वयं उहाँहरूको आफ्नै मान्छेसँग कुराकानी गर्दैछु लाइभमा। यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। विदेशबाट तपाईँ नेपालमा चाडबाड मनाउनुको लागि, दसैँ त अब गइसक्यो, तिहार मनाउनुको लागि आउँदै हुनुहुन्छ भने पनि होसियार, आउनुहोस् एकचोटि कुराकानी गरौँ। तपाईँको यस्तो सामान भयो कि एउटा छोरी मान्छे होइन, मैले टिकट काटिसकेँ भनिसकेपछि उहाँ आखिर किन यस्तो भयो त भनेर म प्रत्यक्ष कुराकानी गर्नुहोस्, यो भिडियो सेयर गर्नुहोस् बा उहाँ उल्टा सिधा भयो भने रानी लिम्बू पनि पुगोस् भन्ने कुराको जानकारी म गराउँ र म यहाँ जोडिँदैछु, आउनुहोस्। हेलो, नमस्कार, म देवेन्द्र लिम्बू बोलेको कि तपाईँको मान्छे कुवेतबाट आएको हो। अनि यता सुन्नु श्रीमान, त्यही छ एकछिन पर्खौँ, तपाईँसँग कुराकानी गर्छु। अनि त्यो कुवेतबाट आउने बहिनीको नाम चाहिँ के हो? रानी लिम्बू। उसको नाम रानी लिम्बू, अरू नाम केही छ? रानी लिम्बू, अरू कुनै पनि नाम छैन, उसको फेक नाम कुनै पनि छैन, रानी लिम्बू हो। मैले तपाईँलाई त्यहाँनिर फोटो पनि अपलोड गरिदिएको छु। कहाँ हो उहाँको माइती? कहाँ हो, घर कहाँ हो बिहे गरेको? माइती इन्द्रधोरा माइती। इन्द्रधोरा कहाँनिर हो? भोटेपुलदेखि अलिकति तल। कुन जिल्ला पर्छ त्यो चाहिँ? मरङै हो। ए अहिले तपाईँको त्यति भर्खरै अब दसैँ चाड अथवा चाडबाड, दसैँ नभनौँ, अब तिहारको चाड मनाउनु आउँदै गर्दाखेरि है, 16 गते त दसैँ लगभग सकिन आँटेको थियो नि त। टिकाको दिन थियो, ठ्याक्क टिकाको दिन ऊ नेपाल अगाडि नै आउने भनेको, त्यहाँ टिकट नमिलेर टिका दिन ठ्याक्कै ऊ नेपाल झरेर त्यतिखेरै गाडी चढेर बेलुका फेरि आउँछु भने, तर गाडी नभेटिसकेपछि चाहिँ 12 बजे गाडी चढ्छु, बेलुका 12 बजे नै आइपुग्छु दिदी, तपाईँहरू किसान चोकमा रिसिभ गर्न आउनु भनेर चाहिँ भनेको थियो उसले। अनि कुवेतमा कति वर्ष भयो बसेको रानी लिम्बू? 2 वर्ष, ठ्याक्क 2 वर्ष पछाडि चाहिँ 1 महिनाको छुट्टीमा ऊ नेपाल आएको। कति वर्षको? 36 वर्षको। अनि श्रीमान घरमा बसेर श्रीमती विदेश पठाउनु भयो होइन? अनि किन श्रीमान चाहिँ विदेश नगएको? होइन, अब श्रीमतीले नै भन्नु नि त, म जान्छु, कान्छा हो मेरो भाइ होइन, कान्छा तपाईँ घरमै बस्नु, खेतीपाती गर्नु, छोराछोरी हेर्नु, छोराछोरी भए पनि म कमाउँछु, यसरी पढाउँछु भनेको। अहिलेसम्म राम्रै छ, उनीहरूको केही झै झगडा भएको पनि छैन। ए, तपाईँको नाम चाहिँ? भएकै छैन। हजुर, तपाईँको नाम? म शान्ति लिम्बू हो, म चाहिँ उसको आमाजु हो। दर्शकबिन, रानी लिम्बू एकाएक जो टिकाको दिन नेपाल झर्छ, नेपाल झरिसकेपछिको यो घटना अनौठो घटना हुन्छ। त्यसपछि फोन नेपालको चाहिँ सिम थियो कि कहाँको थियो? सिम चाहिँ कतैको छैन सर, किनकि ऊ अर्काकै हटस्पट खोलेर मेसेन्जरबाट हामीलाई कल गरे हो, भिडियो कल गरे हो, मजाले बोलेको हो, तर त्यो केटाको हटस्पट हो या अर्कै उसको केटी मान्छे साथी छ भनेर भन्छु, तर त्यो केटी मान्छेको अनुहार चाहिँ हामीले देखिनौँ। तर
त्यो कन्ट्याक्ट गरिसकेपछि ऊ कन्ट्याक्ट दिनु भयो 10:30 यसरी त्यो एउटा केटाले तपाईँको रानी लिम्बूको सामान कुवेतदेखि आएको छ भनेर तपाईँलाई कल गर्यो, अनौठो भयो। तपाईँलाई मैले त्यहाँ कन्ट्याक्ट नम्बर पनि दिइसकेको छु। त्यो केटाले चाहिँ तपाईँहरूको मान्छे चाहिँ हामीसँग छैन, तपाईँहरूको सामान चाहिँ हामीसँग छ भन्दाखेरि भन्यो। अनि कसरी मेरो बुहारीको सामान तपाईँसँग आयो भनेर भन्दाखेरि त्यो केटाले के भन्यो भने त्यो सामान चाहिँ यहाँ छोडिराखेर ऊ गायब भयो, तपाईँको मान्छेको म छोरालो होइन भन्ने खालको अलिक फुटेको कुरा गरे क्या। अनि प्रहरीकोमा जानु भएन? गयौँ तर त्यो प्रहरी चौकीमा गएर रिपोर्ट गरेको खै अब उहाँहरूले पनि अलिकति इग्नोरै गर्नुभएको जस्तो लाग्यो मलाई। लोकेसन ट्र्याक गरेन? लोकेसन ट्र्याक गरेको जम्मूको शान्ति चोकमा लोकेसन ट्र्याक गर्नुभयो। शान्ति चोक भने नि शान्ति चोक धेरै रहेछ, 2-3 ठाउँ हामी खोज्नु गयौँ तर काहीँ भेला परेन। नपरेपछि अब हामीले चाहिँ मिडियामै फोन लाग्छ? फोन लाग्छ? फोन लाग्छ? के छ त्यो केटाको फोन लाग्छ? फोन लाग्छ कहिले? ए त्यहाँ मलाई मेसेज गर्नु। अनि त्यो कारणले यहाँ निकै अप्ठ्यारो भयो भन्ने कुराहरू हुन्छन् होइन? अनि मैले अस्ति भनेको त भाइ उसमा दिएको छु त किनभने भाइलाई होइन दिएको छ। अनि नि बहिनी व्हाट्सएप नम्बरमा त्यो केटाको नम्बर अनि त्यो उहाँको श्रीमानलाई फोन दिनु त, उहाँको श्रीमानलाई। हेलो, ए हजुरको नाम के हो? मेरो नरबहादुर लिम्बू। ए तपाईँको घर कहाँनिर? मेरो यहाँ उर्लाबारी 1 नम्बर हो। ए तपाईँको श्रीमतीले कुवेतबाट आउँदाखेरि फोन गरेको हो म घर आउँछु भनेर? भिडियो कलमै बोलेको सर होइन, अब होइन म गाडी चढ्नु लाग्यो भनेर भिडियो कलमै बोलेको। नेपालको सिन थियो कि के थियो त्यो भिडियो कलमा? त्यो उयो इमोमा बोलेको हो। र पनि त भिडियो कलमा कहाँ आयो भनेर यसो सिनहरू त हेर्नु पर्यो, सिनहरू। त्यो यताउति त्यो देखाएन, उसको अनुहार चाहिँ देखायो होइन, अनुहार चाहिँ देखायो। अनि त्यहाँ खै के भन्ने ठाउँको भनेर यसरी अलिअलि चाहिँ हो कि जस्तो गरेर देखायो, यताउता देखाएन मलाई। तपाईँको श्रीमतीले के भन्न चाहनुहुन्छ? टिकाको दिनै चाहिँ एयरपोर्टदेखि निस्किसकेको कुरा छ, लु भन्नुहोस् तपाईँको श्रीमतीलाई। अब जहाँ भए पनि सम्पर्कमा आओस् भन्ने खोजेको हो मैले चाहिँ सर होइन। जे जस्तो भए पनि सम्पर्कमा आओस्। अब राम्ररी अब के कस्तो भयो, अब न के हो न अब अर्काले अब के अपहरण गरेको हो कि अब के हो हामीलाई नि जानकारी गरोस् भन्ने चाहिँ भएको हो। ए अब तपाईँको के कुरा छ गुनासो? अब तपाईँको श्रीमतीले कुवेत पठाउनु भएछ, अब दसैँ तिहारको बेला छुट्टी आउँदाखेरि यस्तो अप्रिय अथवा भनौँ न यो अनौठो घटना भएछ, के भन्न चाहनुहुन्छ तपाईँ? सम्पर्कमा आओस्, जहाँ गयो जे गरे पनि होइन। केटाकेटी पनि धेरै अब चिन्ता गरिरहेछ, अब रोइरहेछ नानीहरू। ए बच्चा कतिजना छ? नानी 3टा छ, एउटा 18 वर्षको छ, एउटा 16 वर्षको छ, अनि एउटा चाहिँ 13 वर्ष पुग्यो। राम 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 दर्शकबिन, यो भिडियो तपाईँले पक्कै पनि सबैले एकचोटि हेर्नु भने एउटा सेयर गरी रानी लिम्बूकोमा पुगोस् र यो विपत्ति वर्षाको बेला अब कहाँ गयो होइन। र वर्षा हुनुभन्दा 16 गते भनेपछि 18 गते मात्रै बाढी भिसाल आएको थियो होइन। तर 16 गते गायब भएपछि यहाँ केही न केही रहस्य छ कि भन्ने खालको परिवारको पनि केही कुरा छ, केही रहस्यहरू छ भन्ने शङ्का लाग्छ कि लाग्दैन तपाईँमा? हजुर, अब मलाई चाहिँ अब फोन गर्दा पनि उठाउँदैन त्यो केटाले। त्यो केटाको अब नाम चाहिँ फेक हो कि के हो, अनि त्यो दमकमा उयो चाहिँ लोकेसन चाहिँ दमकको देखाएको छ, अनि विजय राई भनेर नाम चाहिँ देखाएको छ। यो नम्बरको नामको त्यहाँ इमोमा सर्च गरेर हेरेर त्यो इमो पनि बन्द गरेर छ, थोरै देखाएको त्यो अनुहार चाहिँ देखाएको छ, तर त्यो मान्छे चाहिँ हो कि होइन। अनि त्यसले अहिले पनि फोन लाग्छ, तर मेरो नम्बर चाहिँ लाग्दैन। कति नम्बर छ अन्तिममा? 63 हो? हजुर 63। मेरोबाट चाहिँ लाग्दैन, घरिघरि खोल्थ्यो हिजो अस्तिसम्म चाहिँ
अनि फोन गरेर बस्छु बन्द गरिहाल्छ। ए ठिकै छ, म उहाँलाई कल गर्छु, पक्नु म कल गर्छु ल। अहिले राख्यो तपाईँको फोन ल। त्यो केटालाई म सेम फोन गर्छु है त ल। हुन्छ दर्शकबिन, म उहाँले भनेको अनुसार यहाँ लोकेसन पनि खास भइसकेको छ। म उहाँसँग कुराकानी गर्छु। र त्यो व्यक्तिले, यो नाम भनेको व्यक्तिले चाहिँ किन त आखिरी सामान चाहिँ रानी लिम्बूको यहाँ आयो भनेर भनेछ, यो कुरा पनि म तपाईँलाई प्रश्न गर्न चाहन्छु। आउनुहोस्, भिडियो अन्तिमसम्म हेर्नुहोस्, सक्दो सेयर गर्नुहोस्। म फोन गरिरहेको छु मैले। यो निकै अनौठो घटना घटेको कारणले मान्छे एउटा विदेशदेखि आउँछ, अनि हामीले सपना बुन्छौँ छोराछोरी त्यत्रो 2-3 जना 18 वर्ष 17 14 वर्ष गरेछ। त्यो छोराछोरीले के सोच्यो होला? फोन उठाएन मेरो। फेरि म दोहोरो गर्छु। उहाँको लोकेसन चाहिँ ट्र्याक चाहिँ गरेको छ होइन। अब उहाँले साह्रै भएन भने त्यहाँ पनि जानुपर्ने अवस्था आउँछ। लोकेसन त ट्र्याक भइसकेको छ लगभग। यो हिजो नै कन्फर्म भएको कुरा हो, तर यो कुरा उहाँले स्पष्टीकरण दिनुपर्छ होइन। अब हुन त अब मान्छेले बुझेर नबुझेर पनि हुन्छ। अब सामान अर्काको दिनै पर्छ दिन त, बा त्यहाँ छोडेर गयो कि यो पनि हुनसक्छ। सबै कुराहरू उहाँसँग स्पष्ट कुराकानी नगरिन्जेल चाहिँ थाहा हुँदैन हामीलाई। मैले फोन गरिरहेको छु तर उठेको छैन, फेरि उठेन। फेरि गर्छु म एकचोटि है। म 3 चोटिसम्म गर्छु म फोन, 2 चोटि भयो, फेरि एकचोटि गर्छु। फोन उठेन, राखिदिनुहोस्। म फेरि दोस्रो चोटि